वेलकम टु डे 3 अफ हाइकिङ सिरिज। आज चाहिँ म फेरि त्यही अस्तिकै ठाउँ शिवपुरी आएको छु, तर अस्ति चाहिँ अर्को ठाउँमा चढ्यौँ हामी। त्यही भएर अस्ति कुन के द्वार पो गएको थियौँ हामी, विष्णुद्वार गएको थियौँ। आज चाहिँ हामी यता के अरे शिवपुरी पिक जान आँटेको, त्यही भएर आज फेरि आएको हामी बागद्वार हो। त्यो 3-4वटा ठाउँ छ अनि हामी त्यो हुँदै हुँदै पिक जान्छौँ, त्यही भएर आज फेरि आएको हामी। ल लेट्स गो गाइज। हाइकिङ स्टार्ट गरिसक्यौँ। यहाँबाट हो हाम्रो सिधै जाने। यहाँ चाहिँ दुईवटा ठाउँ छ है, तपाईँहरू आउनुहुन्छ भने विष्णुद्वार जाने छुट्टै अनि यता पिक जाने छुट्टै ठाउँ रहेछ। त्यही भएर अस्ति चाहिँ हामी आयौँ विष्णुद्वारसम्म मात्र पुग्यौँ क्या, त्यहाँदेखि माथि जाने पाएनौँ, ढिलो भइहाल्थ्यो भनेर हामी नगएको। त्यही भएर म आज फेरि कम्प्लिट गर्नको लागि आएको छु। अब ल हेरौँ कतिखेर पुगिन्छ। अहिले कति बज्यो भन्दाखेरि ठ्याक्कै म हेरिहालेँ त, कति बज्यो 9:16 भयो होइन, 9:16 भयो। हेरौँ अब हामी पिक कतिखेर पुग्छौँ। ल गाइस अलिक अगाडि भेटौँ ल। यहाँबाट चाहिँ यो भ्याली देखिँदो रहेछ राम्रो, तर यो मोबाइलमा त्यस्तो मजाले देखिँदैन, त्यही पनि खत्रै देखिन्छ यार। कति माथि पुगिन्छ, कति माथि छ हेरौँ। 10 कति हामी कति मिनट हिँडिसक्यौँ, 15 मिनट जति हिँड्यौँ होला होइन, 15 मिनट चाहिँ हिँडिसक्यौँ। 15 मिनट ठ्याक्कै भयो। हामी कति 3-4% चढिसक्यौँ, तर यो हो धेरै भयो। ठिकै छ, हामी चढ्दैछौँ। हेरौँ अब कतिखेर पुगिन्छ। यहीबाट चाहिँ भ्याली चाहिँ देखिन्छ, राम्रै देखिन्छ। चाहिँ हाम्रो हाइकिङ सुरु हुन आँट्दैछ। यहाँबाट हो हामी जाने भनेको होइन, शिवपुरी बागद्वार देउराली। अब 2 घन्टामा पुगिन्छ। अहिले त्यो कति 1760 मात्र रहेछ। यताबाट के जान्छ अरे नागी गुम्बा जान्छ, सुन्दरी जल जान्छ। हामी जाने भनेको यता माथि जाने हो। यहाँबाट चाहिँ जान राम्रो खालको बाटो रहेछ। यहाँबाट चाहिँ हामी जान्छौँ। अस्ति यता यो साइडतिर हो क्या हामी अस्ति आएको, तर अहिले चाहिँ यो साइड हो। यो चाहिँ यहाँ चाहिँ हाइक गर्न मजा हुने रहेछ। अब हामी सिधै माथि गएर भेट्छौँ। माथि अझै कति टाइम लाग्छ। अब आज चाहिँ गलिन्छ अलिअलि भए पनि। हेरौँ कतिखेर पुग्छौँ ल। असली मजा चाहिँ यहाँ छ क्या। यस्तो छ बाटो, यसरी हिँड्नुपर्छ। यहाँबाट चाहिँ हामी यसरी, यस्तो छ बाटो, मजा आइरहेको छ। जोस् अलिकति उकालो भए पनि केही छैन, ठिक छ। यस्तो छ उकालो चाहिँ। अस्तिको 3 जना यहाँ आउनु पर्छ क्या तपाईँहरू। यहाँ यस्तो दामी छ नि यो उकालो उस्तै। पनि अँध्यारो छ अनि अलिकति पर नि अँध्यारो छ। यो ठाउँ चाहिँ क्या दामी उज्यालो छ। यहाँबाट दामी यो पानी छिटाउँदैछ, पानी पर्दैन आँट्दैछ। अब हामी चाहिँ अलिकति छिटो हिँड्नुपर्ने हुन्छ है, किनकि पानी पर्दैछ। हामी आधी बाटो चाहिँ आइसक्यौँ होला अहिले। अब आधी बाटो चाहिँ छ होला। बागद्वार कति माथि हो, बागद्वार पनि पुगेको चाहिँ छैनौँ हामी। अब पुग्न लागिन्थ्यो जस्तो लाग्दैछ मलाई जहाँसम्म। अब हेरौँ कति बाँकी छ। ल बागद्वारमा भेटौँ ल। फाइनली
आइपुग्यौँ आँट्यो थाहा छैन कति टाढा आइपुग्यो जस अलिक अगाडि चाहिँ आइपुग्यो ओके ल हेलो हेलो सब्सक्राइब गर्नु ए म त भर्खर चालु मात्र हो यो मैले हामी आधी बाटो चाहिँ आइपुग्यौँ अब 1 घन्टा मात्र रहेछ होइन 1 घन्टामा त माथि पुगिहालिन्छ नि चिन्तै छैन मजा छ यहाँदेखि बाटो पनि सही नै छ भनौँ ठिक छ जोस् डाँडा छ एकछिन यहाँ रेस्ट गरेर फेरि हिँड्दा हुन्छ तर रेस्ट लिनु भने हामीहरू सिधै माथि जाने बसेर झन् गलिन्छ मात्र त्यही भएर चाहिँ हामी अब सिधै माथि जान्छौँ पुरा डाँडाहरू के खालको डाँडा छ एउटा बस्ने खालको ओके मजा हुन्छ जाँदा छैन अब यहाँबाट चाहिँ हामी सिधै जान्छौँ बागद्वार निक्लिन्छौँ अनि बागद्वारबाट फेरि माथि चुचुरो टपमा ल अब हामी बागद्वार पुगेर सिधै बागद्वारमा भेट हुन्छ फाइनली बागद्वार आइसक्यौँ यो ठाउँलाई चाहिँ बागद्वार भन्छ अरे यहाँ चाहिँ के थियो भन्दाखेरि शिवजी के थियो शिवजी उयो के गर्न तपस्या गर्न आउँदाखेरि अनि बाघले मतलब रक्षा गरेको होइन बाघ बसेको ठाउँमा अरे त्यही भएर यसको नाम चाहिँ बागद्वार भएको अरे यहाँ चाहिँ त्यही मान्यता छ अरे यहाँनिर 3टा शिवलिङ्ग छ अब हामीहरू चाहिँ यहाँबाट सिधै अझै 15-20 मिनट जति चढ्यौँ भने चाहिँ हामी माथि पुग्छौँ त्यही भएर अब चाहिँ हामी सिधै माथि जान्छौँ यसलाई चाहिँ भन्छ बागद्वार मैले अघि भनिसकेँ सबै कुरा अब माथि जान्छौँ मेरो मूर्ति सब भनेको 1-2वटा मूर्तिहरू छ यहाँनिर हाम्रो धाराहरू पनि छ 2-3वटा क्या चिसो पानी छ है तर चिसो पानी छ मैले नि हात धोएँ मुख त धोइन हात चाहिँ धोएँ यसरी चाहिँ हामी चढाउँछौँ हामी यताबाट आएको यो साइडबाट आएको अब हामी जाने भनेको चाहिँ यो साइड हो यहाँबाट हामी पिकमै जान आँटेको त्यही भएर अब पिकमा जान्छौँ अब चाहिँ हामी पिकमा जान्छौँ अब सिधै हाम्रो भेट पिकमा हुन्छ है ओके बाई आश्रम आइपुग्यो हामी यहाँसम्म चाहिँ आश्रम रहेछ यहाँबाट सिधै माथि जाने ओके फाइनली हामी चाहिँ पिक आइपुगेको छौँ लगभग कति 2 घन्टा 15 मिनट चाहिँ हिँड्यौँ है ल 2 घन्टा 15 मिनटमा चाहिँ हामी पिक आइसक्यौँ अब पिकमा एकछिन बस्ने ओर्ने यहाँनिर एउटा मन्दिर सन्दिर के छ हेर्ने लगभग 2 घन्टामा चाहिँ हामी आइपुग्यौँ गोविन्द भारत शिवपुरी बाबा जस दामी छ यहाँबाट देखिन्छ भनेको सुनेको थिएँ तर हुस्सेले केही नदेखिने रहेछ यहाँबाट चाहिँ यहीँ हिमाल देखिन्छ भनेको सुनेको थिएँ मैले तर भाग्यको खेल ल हामी चाहिँ अब माथि आइपुग्यौँ गलेको छौँ अब एकछिन बस्ने खाजा साजा खाने अनि त्यस पछाडि फेरि हामी तलतिर झर्छौँ
जस लगभग 2 घन्टामा चाहिँ आइपुग्ने राम्रै छ तर हिँड्नु चाहिँ पर्छ मजाले फर्स्ट टाइम आउनेहरू चाहिँ अब त्यस्तै उस्तै हो के भन्नु ठिकै छ जस राम्रै छ अस्तिको 3 जनालाई लिएर चाहिँ यहाँ चाहिँ आउनु पर्ने रहेछ हामीहरू बीचबाटै फर्किन्छु भन्थ्यो होला है बीचबाटै फर्किन्छु भन्थ्यो होला यो अहिले चाहिँ रमाइलो भयो आयो खुट्टा चाहिँ दुखिरहेछ अलिअलि बसिरहेको छु अब हामी खाजासाजा खान्छौँ अनि फेरि फर्किन्छौँ ल अब तल भेट्यौँ ल बाई अब हामी चाहिँ यो यहाँनिर आइपुग्यौँ यहाँबाट चाहिँ भ्यू पोइन्ट अरे अलिकति त्यो तल झऱ्यौँ भने ठ्याक्क आइपुगिने रहेछ भ्यू पोइन्टमा अब हेर्छौँ माथि चढ्छौँ कस्तो भ्यू रहेछ अनि त्यस पछाडि फेरि झर्छौँ लाल उयो लागिरहेछ कुहिरो चाहिँ दामी छ जोस् ब्लगै भनौँ न यहाँनिर चाहिँ पूजा सुजा गर्ने मन्दिर क्या खतरा भ्यू देखेको यार भ्यू त केही देखेको छैन त्यस ठाउँ चाहिँ राम्रो रहेछ मन्दिर सन्दिर होइन घुसे नलागेको चाहिँ खतरा देखिन्छ यार है ठाउँ त राम्रो रहेछ अरे है बब्बा कुहिरो लागेको छ जाडो पनि लाग्छ जाडो भइरहेको छ जाडो राम्रो छ जोस् ठाउँ चाहिँ यो ठाउँ मिस गरे कसैले 1-2जनाले आजै चढाएको जस्तो छ कसले चढायो क्या यस्तो महँगो छ यहाँ कति 300 कि 400 300 रुपियाँमा 12वटालाई 300 भनेपछि आम्मामा हामी चाहिँ फर्किँदैछौँ अर्को बाटो फर्किँदैछौँ हामी फर्किन चाहिँ तर यो दामी छ मौसम तर सिडी यहाँ झन् धेरै रहेछ क्या उता चढ्न चाहिँ सजिलो यहाँ झर्न झन् गाह्रो हुने रहेछ यो सिडीले जस ठिक छ आजको हाम्रो ट्रेकिङ चाहिँ एकदम बवाल भयो मजा आयो वेदर पनि खतरा भएको छ आज पुरै हुस्से सुस्से लागेर भ्यू हेर्न पाइएन भ्यू हेर्न नपाए पनि वेदर राम्रो लागिरहेछ ठिक छ आज यहाँबाट रहेछ क्या चढ्ने चाहिँ हामी अस्ति यतैबाट आएर सिधै यता गयौँ होइन यता गयौँ होइन यहाँबाट चाहिँ यो बोर्ड हेरेर गएको थियौँ भने यता माथि चढेको थियौँ भने चाहिँ हामी पुग्ने रहेछौँ आम्मा परे उकालो रहेछ यार खुट्टै दुख्ने गरे यो बाटो त मेरै खुट्टा दुख्यो झन् अरूको चाहिँ के हुन्थ्यो होला र नकै ठिक थियो राम्रै भयो अहिले चाहिँ पानी पर्यो हामी फर्किसक्यौँ भन्दा नि हुन्छ अब अलिकति थोरै बाँकी छ नभए हामी फर्किसक्यौँ ल आजको हाइक यति नै भयो अब भेट हुन्छ फेरि अर्को भ्लगमा अर्को भ्लग चाहिँ अलिकति ढिलो आउन सक्छ किनभने अलिकति ढिलोमा अब यो मन्थ चाहिँ अलिकति नभ्याउनु भएर अर्को मन्थ चाहिँ जान्छु त्यही भएर अर्को भ्लग चाहिँ अलिकति ढिलो आउन सक्छ स्टे ट्युन गुड बाई 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 जय नेपाल जय नेपाल